डिपार्टमेन्ट अफ होम अफेयर्स अस्ट्रेलियाले स्टुडेन्ट भिजा एप्लिकेसन्स आउटसाइड अस्ट्रेलियाबाट गरिएको स्टुडेन्ट भिजा एप्लिकेसन्सको डिसिजन विदिन 19 डेजमा दिन्छु भनेर डिपार्टमेन्ट अफ होम अफेयर्सको वेबसाइटमा राखेको छ। इट मिन्स उसले प्रोसेसिङ टाइमलाई डिक्रिज गरेको हो। छिटोभन्दा छिटो म रेस्पोन्स गर्छु, म आउटकम दिन्छु भनेको छ। योभन्दा अगाडि चाहिँ 28 डेज प्लस अथवा 45 डेज प्लस पनि लाग्ने गरेको थियो भने अहिले चाहिँ त्यसलाई डिक्रिज गरेर 19 डेजभित्र मैले डिसिजन दिन सक्छु भनेर इन्फर्मेसन राखेको छ। इट मिन्स अब तपाईले आफ्नो डिसिजन छिटोभन्दा छिटो प्राप्त गर्न सक्नुहुन्छ। तर यो सबै एप्लिकेसन्सहरू 19 डेजभित्रै दिन्छु भन्न खोजेको चाहिँ होइन नि। यदि तपाईँले एप्लिकेसन प्रोसिड गर्नुभएको छ र त्यो भेरिफिकेसन प्रोसेस गर्दै गर्दा, स्क्रिनिङ गर्दै गर्दा, प्रोसेसिङ हुँदै गर्दाखेरि तपाईँको जुन एप्लिकेसन्समा सबमिट गर्नुभएका डकुमेन्ट्सहरू छन् ती डकुमेन्ट्सहरूमा भएका इमेलमा अथवा त्यसलाई चाहिँ भेरिफाई गर्नु पर्यो भने यो चाहिँ इमेल मार्फत अथवा फोन मार्फत भेरिफिकेसन गर्दै गर्दाखेरि यसको रेस्पोन्स आएन भने चाहिँ 19 डेजभन्दा धेरै समय लाग्न सक्छ। बट जेनरल केसेसमा चाहिँ 19 डेजभित्र अस्ट्रेलियाको डिपार्टमेन्ट अफ होम अफेयर्सले 19 डेजभित्र भिजाको डिसिजन दिन्छु भनेको छ। सो यस्तै खालका इन्फर्मेसनहरू भिजासँग सम्बन्धित अथवा युनिभर्सिटिजहरूले दिने स्कलरसिप स्किम्स कहाँनिर फुल स्कलरसिप पाउन सकिन्छ, कुन कुन युनिभर्सिटिजहरूले कस्ता कस्ता खालका स्कलरसिप दिन सक्छन् अथवा कुन कुन कन्ट्रीले इन्टरनेसनल स्टुडेन्ट्सहरूलाई कतिसम्मको स्कलरसिप स्किम्सहरू दिएका हुन्छन् भन्ने जानकारी तपाईँले लिन चाहनुहुन्छ भने डु फलो। म तपाईँलाई यस्तै भिडियोहरू सम्प्रेषण गर्ने कोसिसहरू गरेको हुन्छु। थ्याङ्क यू।